फर्स्टमा चाहिँ म दुबईको टोयलेटमा पिज्जा फेरेरै निस्किन्छु एयरपोर्टबाट भनेर सोचिरहेको थिएँ उताबाटै सोचेर आएको होइन अब यहाँको टोयलेट पनि खतरा हुन्छ भन्थ्यो नि त अनि त्यही भएर यस्तो सरकको चाहिँ एउटा भेमा दाइलाई पनि सौडाउट हान्छु है म चाहिँ यो कुरा अब मलाई त्यो बेला थाहा छैन पछि टक्क त्यो हाम्रो जुन चाहिँ फिमेलको लाइन हुँदैन कम्पोजहरू चाहिँ भेमा दाइले गर्नुभएको रहेछ क्या लेख्नु पनि भेमा दाइले लेख्नु भएको रहेछ अनि सो त्यही हो सरकको सबै टिमलाई माया छ होइन दिवान ब्रदर नमुना बहिनी हाम्रो टिमहरू जो थियो सबै राम्रो भयो होइन सबै अनि दाजुभाइहरूलाई पनि मन पराइदिनु भयो एउटा नयाँ एक्सपेरिमेन्ट भयो हजुरले भने जस्तै के नेपाल श्रीपेजमा गरेको होइन नि दाइ श्रीपेजमा त म कस्तो भने श्रीपेजमा गएको जानुपर्ने मलाई केही पनि जरुरतै थिएन होइन तर पनि एउटा मलाई फिल गर्नु मन थियो क्या दाइ अब जे भए पनि कस्तो भने आर्टिस्ट भनेपछि सानो ठुलो हुँदैन कि दाइ कला हो सबसँग हुन्छ म त्यहाँ चाहिँ गएको भनेको मेन कारण भनेको अरू केटाहरू पनि थियो नि त होइन केटाहरूलाई हामी जस्तो मान्छेहरू त आएर गरिरहेछ ठिक छ गीत सित चलिरहेछ तर मलाई त्यहाँ फिल गर्नु थियो क्या त्यो स्टेज फिल गर्नु थियो क्या दाइ मलाई अनि त्यही भएर म त्यहाँ गएको हो खासमा अनि त्यही गएँ अनि आएँ टक्क आफू फिल गरेँ अनि अरू केटाहरूलाई इन्सपायर पनि गर्नु थियो जस्तै कस्तो भने यिनीहरू त गरिरहेछ होइन यिनीहरू गर्दै त प्लेटफर्ममा गइरहेछ हामी चाहिँ किन इगो नहोस् इगो झारिदिउँ भनेर प्लेनमा पनि पुरा पिसाब च्यापे होइन मलाई अनि ब्लिजीले भनिरहेको थियो सँगै थियो हामी होइन अनि पिसाब हेर्ने ठाउँमा गएको फ्लस गर्दा त डरै लाग्दो हुँदो रहेछ अनि के मान्छे सुत्दै जाला जस्तो लाग्यो रहेछ तर राम्रो एक्सपिरियन्स भयो मेरो SOML भन्ने ट्र्याक छ क्या त होइन त्यो ट्र्याकमा चाहिँ स्टोरी अफ माई लाइफ भन्ने घरको जेठो छोरो जिम्मेवारी काँधमा थामियो जिन्दगी भनेको त्यसपछि बल्ल जानियो सहने शक्ति छ तिमीहरूले दिएको गालीको स्टिलकै थालमा भात खान्छु जति कमाइनी चाहिँदैन चाँदीको भन्ने टाइपको यस्तो दाइ अलिअलि त्यो कलरिङ पनि खतरा रहेछ नि कलरिङ त बवाल हुन्छ नेपालको भन्दा कम छैन नि छैन यहाँ त सेम नेपालै जस्तो भनौँ न भाइबै त्यो आयो तर बाहिर निस्किँदा चाहिँ फर्स्ट टाइम हो नि त होइन फर्स्ट टाइम निस्किँदा चाहिँ अब बवाल ओए के हो यो कहाँ आयो भने फर्स्टमा चाहिँ म दुबईको टोयलेटमा पिज्जा फेरेरै निस्किन्छु एयरपोर्टबाट भनेर सोचिरहेको थिएँ उताबाटै सोचेर आएको किन त्यही सोचे किन आएको तिमीलाई खासै होइन अब यहाँको टोयलेट पनि खतरा हुन्छ भन्थ्यो नि त अनि त्यही भएर यस्तो होइन छिरेन नि लास्टमा चाहिँ छिरे नि अघि भन्दै थियो त्यो भएर भाइहरूले प्लेनमा पनि पुरा पिसाब च्यापे होइन मलाई अनि ब्लिजीले भनिरहेको थियो सँगै थियो हामी होइन अनि पिसाब हेर्ने ठाउँमा गएको फ्लस गर्दा त डरै लाग्दो हुँदो रहेछ अनि के मान्छे सुत्दै जाला जस्तो लाग्यो रहेछ तर राम्रो एक्सपिरियन्स भयो के अरे अनि त्यो क्या थाहा चाहिँ यहाँ पिसाब रोकेर आएको छ कि दुबई फेर्नु लाग्यो ए होइन दाइ पानी खाइ गर्ने बानी भएर अनि त्यही भएर चाहिँ अनि त्यसपछि भोक पनि लागेर होइन भोक लागिसक्यो कति बेला ल्याउँछ भनिरहेको मैले चाहिँ होइन ब्लिजीलाई फेरि साइडमा बस्ने एउटा अर्को दाइ पनि हुनुहुन्थ्यो यतै आउनु हुँदो रहेछ त्यो दाइ नै कुलवाला दामी भयो जेस आउँदा पनि अनि ट्याक्क दुबईमा झरेपछि कस्तो फिल भयो त यार घामसाममा तातो नि अबि मैले त होइन दाइ ढाँटे होइन मैले त के भने शीतल हुन्छ होला होइन सर्रा हावा आउँछ होला सोचेको थिएँ होइन एक्कासी यस्तो निस्केर तातो भइरहेको अनि फेरि पछि यस्तै रहेछ तातो गर्मी होइन त्यहाँ हुन त हट ठाउँहरूमा गर्मी भइहाल्छ होइन मान्छे फेरि सबै कुरा हट्छ नि फेरि यहाँ त कडा सबजना अनि के छ त यार भनेपछि दुबईको एक्सपिरियन्स कस्तो भइरहेछ त अहिलेसम्म जेस रमाइलो भइरहेछ जेस यता बोलाइदिनु भएको हाम्रो कमल दाईहरू हाम्रो जामलाउने दाईहरू सबैजनालाई माया छ है अनि थ्याङ्क यू होइन वान टेक इभेन्ट अनि हाम्रो इभेन्ट पनि दामी नै हुन्छ होइन सो दामी गर्ने हो सबै नेपाली दाजुभाइहरूलाई एकदमै हामी चाहिँ म चाहिँ के भन्छु भने यहाँ चाहिँ म पर्फर्म त गर्न हो तर म एउटा परिवार भेट्न आएको हो क्या यहाँ हुन्छ नि एउटा परिवारको अगाडि एउटा नेपाली परिवार भनौँ न त्यो हिसाबले त्यो मलाई चाहिँ एकदमै खुसी लागिरहेछ एक्साइटेड पनि क्या दाइ हुन्छ नि त्यो कुराले भाइ छुट्यो कि क्या मजा आउने क्या ल त्यो नेपालबाट म टाढा छु जस्तै नलाग्ने क्या सब नेपाल भने क्या मजा आएर क्या
तर अलिकति अब हुन्छ नि एउटा कुरा चाहिँ के भने तर फर्स्ट अफ अल हाम्रो वान टेक इभेन्टलाई कमल ब्रोलाई हाम्रो के अरे भाइको फेरि थेगो जामा लाउने सबैलाई धन्यवाद होइन जहिले कमल ब्रोले जहिले हामीलाई सपोर्ट गरिरहेको हुन्छ त्यसको लागि धेरै धेरै कमल ब्रोलाई धेरै धेरै धन्यवाद वान टेक एप्रिसिएट होइन गफसपको टिमबाट पनि सधैँ माया छ साथ छ होइन अब सुरु गरौँ के अचेस सुरु गरौँ दाइ गफसप होइन के भाइको के एउटा ऱ्याप स्याप या त पोइट्री सुनेर गरिदिउँ क्या हो मलाई तर एउटा कुरा छ यार त्यो ऱ्यापरहरूले पोइट्री हानेको त दामी लाग्छ यार तिमी पनि त्यस्तो हान्ने केही विचार छ कि केही छ कि त्यस्तो इन फ्युचरमा मेरो पोइट्री म्युजिकहरू अब हुन त हुन्छ होइन दाइ तर अब कस्तो भने अब पहिला पहिला अब त्यस्तै अब त्यही गल्ली सडक यताउता त्यस्तो हो नि अनि बिस्तारै बिस्तारै पनि मैले नि म्युजिक गर्दै गर्दै गएर बुझेँ होइन टेन्सन हुन्छ सबैलाई होइन कहिलेकाहीँ म्युजिक भने त्यही त हो नि सबै तरिकाको हुनु पऱ्यो मान्छेलाई फिल चाहिँ गराउनु पऱ्यो अनि मैले चाहिँ के सोचेँ भने सेन्टीमा त जहिले बसिरह भने जिन्दगी सेन्टी छ रमाइलो गरिदिनु सबैलाई रमाइलो एकछिन भाइब गरौँ न अनि म चाहिँ अनि त्यो प्याटर्नतिर यसो गइदिएको दाइ मैले अनि पोइट्रीवाला चाहिँ अब छ दाइ छन चाहिँ के एउटा सुनिदिने हो त केटाहरूको लागि मिठो हुन्छ हुन्छ दाइ पाउनै म त्यो मेरो SOML भन्ने ट्र्याक छ क्या दाइ होइन त्यो ट्र्याकमा चाहिँ स्टोरी अफ माई लाइफ भन्ने घरको जेठो छोरो जिम्मेवारी काँधमा थामियो जिन्दगी भनेको त्यसपछि बल्ल जानियो सहने शक्ति छ तिमीहरूले दिएको गालीको स्टिलकै थालमा भात खान्छु जति कमाइनी चाहिँदैन चाँदीको भन्ने टाइपको यस्तो दाइ अलिअलि अनि यो हुन्छ तिमीहरू ठ्याक्क लेख्छौ लेख्दाखेरि चाहिँ तिमीलाई चाहिँ के कुराले चाहिँ हुन्छ नि मोटिभेट गर्छ जुन लेख्नुको बेला हुन्छ नि लेख्नुको लागि गीतहरू लेख्नलाई मलाई मेन भनेको भाइब आउनु पऱ्यो होइन दाइ अनि जस मलाई चाहिँ बिटै चाहिन्छ भन्ने हुँदैन अब दिमागमा आइरहेको हुन्छ अनि दिमागमा आइरहेको बेला सर्ट सर्ट एक एक लाइन भने लेख्दै गइरहेको हुन्छु कस्तो भाइबमा बसेको छु अनि मलाई कुन म्युजिक गर्नु मन छ अनि होइन है अब मेरो पनि कन्सेप्ट हुन्छ नि त होइन यो बेला चाहिँ यो गर्छु यो बेला चाहिँ यो गर्छु भन्ने टाइपले अनि त्यही तरिकामा भाइबमा बसेर लेखेँ भने चाहिँ मजाले एकैछिनमा सकिन्छ दाइ कुनै गीत चाहिँ फेरि होइन 10-15 मिनटमै सकिन्छ क्या एकैछिनमा सकिन्छ अब कुनै चाहिँ अलिक टाइम लाग्छ फेरि भाइब आयो भने चाहिँ ट्याकटुक रमाइलो हजुर यो गीत के हो यो गीत हो अहिले भर्खर तिमीले गरेको गीत अस्ति के नेपालको श्रीपेजमा गरेको होइन नि दाइ श्रीपेजमा त म कस्तो भने श्रीपेजमा गएको जानुपर्ने मलाई केही पनि जरुरतै थिएन होइन तर पनि एउटा मलाई फिल गर्नु मन थियो क्या दाइ अब जे भए पनि कस्तो भने आर्टिस्ट भनेपछि सानो ठुलो हुँदैन कि दाइ कला हो सबसँग हुन्छ म त्यहाँ चाहिँ गएको भनेको मेन कारण भनेको अरू केटाहरू पनि थियो नि त होइन केटाहरूलाई हामी जस्तो मान्छेहरू त आएर गरिरहेछ ठिक छ गीत सित चलिरहेछ तर मलाई त्यहाँ फिल गर्नु थियो क्या त्यो स्टेज फिल गर्नु थियो क्या दाइ मलाई अनि त्यही भएर म त्यहाँ गएको हो खासमा अनि त्यही गयो अनि आएँ टक्क आफू फिल गरेँ अनि अरू केटाहरूलाई इन्सपायर पनि गर्नु थियो जस्तै कस्तो भने यिनीहरू त गरिरहेछ होइन यिनीहरू गर्दै त प्लेटफर्ममा गइरहेछ हामी चाहिँ किन इगो नहोस् इगो झारिदिउँ भनेर त्यो त मलाई तिमीले त्यो जुन यो भनेर हालेको थियौ नि मलाई दामी लाग्यो क्या हो नि मान्छे यस्तो तिमी जहिले पनि मान्छे यस्तो हो क्या म ठुलो भयो भनेर देखाउने होइन नि त तिमीले एउटा होइन डाउन टु अर्थ भएदेखि मान्छेले एप्रिसिएट गर्ने हो नि त तिमीलाई त्यो भन्दाखेरि मलाई लास्ट दामी लाग्यो भाइ लास्ट कुल रहेछ हुन्छ नि डाउन टु अर्थ रहेछ भन्ने कुरा क्या त्यहाँनिर मलाई फिल पनि गर्नु थियो अनि जस पहिला नै सिजनमा पनि गएको थिएँ पहिला होइन त्यो बेला अब फालियो भनौँ न के थाहा मेरोमा केही कमी थियो होला होइन सायद केही होला होइन कमी नै थियो होला म नि अहिले पनि त सिक्दैछु नि त नयाँ कुरा म पनि बनिसकेको छैन म नि बन्दै गरेको होइन हो अब मिहिनेत गर्दैछु होइन अनि हरेक कुरा मलाई चाहिँ के बुझाउनु छ भने गाह्रो सबैलाई हुन्छ गाह्रो मलाई हुन्छ उसलाई हुन्छ हजुरलाई सबैलाई हुन्छ गाह्रो तर त्यो गाह्रोलाई चाहिँ गाह्रो छ भन्दैमा त्यो कुरै नगर्ने छोडिदिने होइन क्या जसरी हुन्छ गर्नु पर्यो अनि मैले चाहिँ त्यहाँ गएको उद्देश्य नै त्यही हो मलाई एउटा फिल गर्नु थियो आफूलाई पनि त्यही भएर गएँ अब ब्याटल त गरिरहेको दाइ होइन अनि एउटा रियालिटी सोको चाहिँ कस्तो हुँदो रहेछ त होइन फिल पनि त्यहाँ गएर गाउँदा जस एउटा च्यालेन्जिङ पनि भयो क्या दाइ त्यो मलाई त्यहाँनिर गएर उभिँदा फेरि अब अगाडिबाट देख्दा फेरि अब त्यहाँ हुन्छ योद्धा दाई मानस दाई भ्योमा दाई युएनबी दाईहरू होइन जस हामीले बाहिर भेट्नु र अब त्यो ठाउँमा गएर त्यसरी भेटेपछि फरक हुन्छ क्या अनि उहाँहरूबाट नि केही मानस दाइले दिइरहेको थियो के त मिलियन हान्न जस्तो के दिइरहेको दाइले होइन मलाई होइन दाइ म यहाँ फिल गर्न आएको होइन भन्ने जस दाइहरू पनि अब दामी दाइहरू उहाँहरूबाट नि मैले केही सिक्न पाएँ नि त त्यही छोटो समयमा पनि त्यहाँ गएर फिल गर्न पाएँ त्यही खुसी लाग्छ दाइ मलाई त्यो इन्सपायर एउटा यो मेन तिम्रो सोचै राम्रो हो यो कुरा होइन जुन अरूलाई मोटिभेट गर्नु अरूलाई एउटा
जानु पर्यो। अब मैले चाहिँ कति देखिरहेको छु क्या, अब केटाहरू यो जानुभन्दा अगाडि नै नेगेटिभ कुराले यो गर्छ त्यो गर्छ भनेर त्यो एक्सक्युज। म चाहिँ के भन्छु भने दाइ त्यो ठाउँमा त्यो हुन्छ भनेर जानु नै गल्ती हो नि त। कि थाहा भएपछि थाहा हुँदै जाने अनि गएर पछि के भन्ने होइन। जस्तै हामीलाई त उनीहरूले प्लेटफर्म दिएको हो, ल ठिक छ, अब कुनै ठाउँमा भोटिङ हुँदैन, कुनै ठाउँमा भोटिङ हुन्छ। अब भोटिङ हुने ठाउँमा त भोटिङ हुन्छ। अब त्यो केटाहरूको कुरा हो, फेरिको भरे मलाई खालि चाहिँ नगर होइन, मैले मनमा लागेको कुरा भने हो। अब भोटिङ हुन्छ त्यसरी। अब फर्स्ट सिजन पो थाहा थिएन, ल ठिक छ, सेकेन्ड सिजन त थाहा हुन्छ नि त होइन। अब थाहा हुँदै पनि गएको छ अनि आउट भएको छ होइन। अनि त्यसपछि केटाहरू अनि त्यस्तो नगरोस्, किनभने लाइफमा स्ट्रगल त्यहीँ सकिँदैन नि त। किनकि अरू पनि छ, आफै पनि म्युजिक गर्न सकिन्छ। अनि त्यहाँ जाने आफूलाई हल्का प्रमोट गर्ने, आउट भयो भने केही छैन, केटाहरू सेन्टी हुने होइन, आउने हो फेरि म्युजिक गर्ने हो, त्यही त हो नि होइन। म त्यही भन्छु त्यो भएर एउटा पब्लिसिटी पनि मिल्छ नि त, एक्सपोज हुन्छ होइन धेरै ठाउँमा। अलिकति माथि पुग्ने बित्तिकै त्यो त पायो नि त। मैले पनि अगाडि त्यही भएर नै पहिला आफूलाई चिनाउनु पऱ्यो होइन दाइ, अनि बल्ल चाहिँ हुन्छ। अनि मैले त्यही भएर श्रीपेश पनि गएँ दाइ, रबार्स पनि गएँ, रबार्समा पनि ब्याटल गरेँ। फेरि रबार्सबाट आउट हुने बित्तिकै फेरि एनट्याप गएँ दाइ, हङ्गर क्या दाइ। अझै पनि म हुन्छ नि त्यो मलाई चाहिँ त्यो कुराहरू कहिले मबाट कम नहोस् जस्तो लाग्छ क्या दाइ मलाई चाहिँ। किनकि त्यो हङ्गर भन्ने चिज मबाट कम भयो भने चाहिँ म त त्यसमा त के उनी माथि पुग्दैन नि दाइ। मैले जे सोचेको छु त्यो नै हुँदैन नि। अब मसँग छ ल, अब मैले ऱ्याप म्युजिक पहिला गर्दाखेरि ऱ्याप म्युजिक गर्दाखेरि पैसा हुँदैन थियो होइन। अनि त्यसपछि ल अहिले त हल्का ल यताउता कमाइ हुन्छ ल त। अब यो भन्दैमा अब म म्युजिकै बिस्तारै गर्दै 1 वर्षमा एउटा झार्न सक्दिनँ कि दाइ। म आफ्नै उसमा झारिदिन्छु क्या, ढ्याक मन लाग्यो झार्ने दाइ। अब अरूको त्यो अरू भन्छ नि त मान्छेहरूले झारे यस्तो गर्नु हुँदैन, झारे गर्नु हुँदैन, एक्सपेरिमेन्ट गर्ने हुन्छ दाइ म्युजिक भने। कति बेला के हुन्छ हो नि त। जस्तो तिमीले त्यो अब जस्तो सरक निकाल्दा जुन तिमीले नगरेको त्यो हुँदैन थियो नि त होइन। अनि मैले ठ्याक्क अस्ति अलिकति यही कुराहरू त्यही नेपालको श्रीपेशको कुरामा अस्ति भेमासँग भेट्दाखेरि भनेको थियो क्या, तिम्रो कुरा गरिरहेको थियो क्या। अनि उसले अनि हामीलाई भाइले अब भाइ त्यही त आउनु जरुरी थिएन होइन, त्यो भाइको मिलियन हालिरहेछ तर भाइ दामी छ भनेर उसको पनि मेरो भाइको पनि निक्लिन्छ। सरकको चाहिँ एउटा भेमा दाइलाई पनि साउट हान्छु है म चाहिँ। यो कुरा अब मलाई त्यो बेला थाहा छैन, पछि टक्क त्यो हाम्रो जुन चाहिँ फिमेलको लाइन हुँदैन कम्पोजहरू चाहिँ भेमा दाइले गर्नु भएको रहेछ क्या, लेख्नु पनि भेमा दाइले लेख्नु भएको रहेछ। अनि सो त्यही हो, सरकको सबै टिमलाई माया छ होइन। दिवान ब्रदर, नमुना बहिनी, हाम्रो टिमहरू जो थियो सबै राम्रो भयो होइन सबै। अनि दाजुभाइहरूलाई पनि मन पराइदिनु भयो, एउटा नयाँ एक्सपेरिमेन्ट भयो हजुरले भने जस्तै। अनि त्यो हुन्छ नि यो सरक चाहिँ हुन्छ नि कसरी यो गीत आयो? यो गीत चाहिँ त्यही फेरि अब भेमा दाइलाई नै साउट हान्नुपर्छ। कस्तो भने दाइले दिवान दाइ र भेमा दाइहरू त सँगै अब होइन उता रुद्रपुरमा। अनि दाइ फेरि एकदम गुड मान्छे क्या दाइ भेमा दाइ होइन। अनि उहाँले के भन्छ अरे उहाँले भन्नुभएको अरे दिवान दाइलाई होइन स्याडो भाइसँग गर्नु भनेर। अनि त्यहाँबाट भएको थियो। अनि म त फर्स्टमा त कन्फ्युजिङ भयो क्या दाइ होइन, अब गरेको छैन मेरो लागि त नयाँ भयो। अनि के हान्ने भइरहेको थियो क्या दाइ मलाई। अनि 1 हप्ता लेख्न सकिनँ। अनि पछि चाहिँ 1 हप्तापछि हल्का भाइ। अनि त्यसपछि चाहिँ अनि के भन्छ यताबाट अब मधेसी स्टाइलमा गइरहेछ, म चाहिँ होल अब हल्का स्टार्टिङ गर्दा चाहिँ अब म नेपाली पाराले हान्छु भनेर म लगाएर नेपाली ढाका भनेर अनि हानेको। अनि त्यो ब्रिजको पार्टमा चाहिँ सन्जु बाबा एकदम मनपर्ने दाइ, 50 तोला भन्थ्यो नि त होइन। अनि केही न केही मलाई इन्ट्रेस्टिङ बनाउनु थियो त्यो पार्टमा। अनि त्यही भएर सेटअप गरिदिएको दाइ मेरो पारा सन्जु बाबा भनेपछि के कसरी पारा भयो भने त 50 तोला हो क्या दाइ। अनि त्यो हो क्या। अनि मेन भनेको नयाँ चिज मैले त्यहाँनिर गरेको भनेको त्यो उनीहरूकै भाषाहरूमा राजधानी के बबुआ मधेसी बबुनिया माए तो हर गल्ली बसन्ती लगा कजरिया भन्ने वालामा यो चाहिँ मजा आएको थियो दाइ। अनि यो गीतलाई हुन्छ न कति तिमीहरूले अब जस्तो कमर्सियली लाने, अब जस्तो कमर्सियल सङ हो नि त होइन अलिकति। अनि यसलाई कमर्सियल बनाउने अब कमर्सियल यो कन्सेप्ट कसरी आएको थियो, कोबाट मेन यो भएको थियो? यो त मलाई सिधै दिवान दाइले अब उताबाट अब त्यहाँबाट आयो होइन। अब भेमा दाइहरूले पनि उता भन्नुभएको थियो होला। तर त्यो गीतहरूको भ्लगहरू मैले दिवान दाइकोमा पनि हेरेको थिएँ। भेमा दाइहरू सबैजना भएर उहाँहरूकैबाट कन्सेप्ट बनेर अब लास्टमा मेरो चाहिँ भर्स मात्रै बाँकी थियो। जस्तै मेरो पार्टहरूको सबै अब मैले आफै कम्पोज गरेँ, आफै गरेँ। तर मलाई चाहिँ अब
त्यहाँको सुरु चाहिँ अब कसरी त्यो गीतहरू कसरी सुरु भयो भन्ने चाहिँ त्यो चाहिँ मलाई त्यति आइडिया चाहिँ भएन। अब मेन चाहिँ भनेको अब दाई भिउमा दाई दिवान दाईहरू उनीहरू उतै दाईहरूको सर्कल भयो अनि एकअर्कामा एउटा राम्रो टिम भएछ होइन। अनि मेरोबाट पनि यताबाट पनि हामी सबैजना एउटा रिलेसन राम्रो थियो, त्यही भएर गीत पनि राम्रो भयो। किनकि अब गीतमा मात्र भन्दा नि रियल लाइफमा पनि रिलेसन राम्रो भयो भने सम्बन्ध अझै राम्रो भयो भने त्यो हामीले गरेको चिजमा पनि देखिन्छ नि त। अनि देखियो पनि अनि मन पराइदिनु नि भयो। ओभरअल सबै कुरा भयो मेन चाहिँ त्यसमा। जस्तै अब मेरो मम्मीहरूले अब आधुनिक सुन्नुहुन्छ भने पनि त्यो स्टार्टिङमै छ क्या होइन, त्यो पनि मजा आयो। अनि फेरि बिचमा अलिकति भाइ भान्नुपर्ने छ भने नि भयो, ऱ्याप म्युजिक नि भयो। सबैजना साउट आउट भन्छु म, सबैजना हाम्रो टिममा सबैजनाको नाम त अब मलाई त्यति थाहा छैन, टिममा को हुनुहुन्थ्यो याद त छ तर अब नाम चाहिँ थाहा छैन भने है फेरि। अनि त्यही हो, नमुना बहिनीलाई नि एकदम माया छ हाम्रो त्यो सरकको फिमेल भोकलिस्ट उहाँ नमुना भन्ने बहिनी हुनुहुन्छ। सो त्यो उहाँ बहिनीहरूलाई पनि माया गर्नु होला सबैजनाले। त्यही हो, गीतमा जो हुनुहुन्छ सबैलाई माया गर्नु होला होइन। किनकि उनीहरूले त्यो हाम्रो नमुना भन्ने बहिनी चाहिँ दामी नै लागिराख्यो मलाई त। बबाल दाइ कस्तो हान्थ्यो त, फेरि ऊ सानै रहेछ तर खतरा हान्थ्यो। अनि खासै भिउमासँग चाहिँ तिम्रो के पहिलाबाटै के अलिकति अब रिलेसन राम्रै थियो कि कसरी अब यो गीत? भिउमा दाइसँग त रबार्सदेखि भेटेको हो दाइ मैले। रबार्सदेखि हामीले पहिला सपथोक चाहियो भन्ने गीत पनि गरेको थिएँ दाइसँग, रबार्सदेखि भेटेको। अनि यो त्यहाँबाट अनि त्यसपछि रिलेसन बन्दै गयो दाइ। अब राम्रो भयो। अलिकति तिम्रो अलिकति चाइल्डहुडतिर जाउँ। चाइल्डहुड तिम्रो चाहिँ कहाँ भएको? चाइल्डहुड कता जन्मियो, कतानिर एजुकेसनहरू भयो तिम्रो? म काठमाडौँ नै हो दाइ, घर पनि यतै हो काठमाडौँमै, क्षेत्रपाटी ठमेल। तर म अब मजाले प्रपर हिसाबले हुर्केको भनेको चाहिँ अब यता बागबजारमै हुर्केँ। सबै कुरा बागबजारमै भयो भनौँ न। ड्याडीहरू पनि यतै बित्नु भयो। अनि मेरो एक्सिडेन्टहरू पनि यतै बागबजारमै भयो। कस्तो एक्सिडेन्ट भन्नाले? अब जस्तै अब यतापट्टि गालामा हल्का भएको थियो नि त त्यो बेला। के भएको? उठफट्याङ गरेर नि दाइ। कस्तो भन्नाले? अब सानै थियो होइन, अनि जे सब भनिहालेँ होइन। अब त्यो साइडमा काम गर्ने मान्छेले चाहिँ, म चाहिँ सानै थिएँ, मुखमा पेट्रोल हालेर अनि फु गर्नुपर्छ भने होइन। त्यो क्रिस फिल्ममा उडाउँदैन आएको दाइ। मैले त ल बाबाले भनेर मुखमा हालेर टोयलेटमा गएर फु गरिदिएको। ल मुखमा पेट्रोल हालेर तिमीले त्यो उयो गर्छ नि? दाइ फर्स्टमा गर्दाखेरि चाहिँ यतापट्टि फर्केर गएको थियो, हावा जाने ठाउँ थियो, गयो होइन। निस्किने बेला फेरि एकचोटि गरौँ न भन्ने आयो, यता गरिदिएको ढोकाबाट उल्टो आइदियो क्या आगो, यत्रो आगो दाइ है। अनि त्यो बेला प्रदीप दाई भन्ने हुनुहुन्छ हाम्रो टोलको दाइले लग्नु भएको थियो क्या त्यहाँबाट तर्न। कति वर्ष थियो त्यो बेला? सानै थियो दाइ, अब कति भनौँ 13-14-15 वर्ष। त्यो थाहा नै थिएन यो यस्तो हुन्छ भन्ने कुरा? उठफट्याङ गर्ने बानी दाइ। अब जसले जे भने नि गरिदिउँ न भन्ने टाइपको, अनि खतरा लाग्ने त्यस्तै भयो। तर हुने चिज हुँदो रहेछ दाइ भन्ने त्यहाँबाट फिल भयो। अनि एउटा सङ्केत पनि दिँदो रहेछ त्यस्तो चिजले। त्यसकै 2 दिन अगाडि त्यो पेट्रोलले नै बोतलमा के गर्दा जिस्किँदा फेरि पोल्याएको थियो क्या हातमा। त्यो अब सङ्केत हुँदो रहेछ क्या, त्यसकै फेरि भोलिपल्ट यस्तो भइदियो। सो भनेपछि लकलाई चाहिँ कति विश्वास गर्छौ तिमी? म लकलाई भन्नाले नि दाइ अब भगवान्प्रति विश्वास गर्छु होइन दाइ। अनि आफ्नो मेहनतलाई विश्वास गर्छु दाइ। मेन म आफ्नो हार्डवर्कलाई विश्वास गर्छु दाइ म होइन। किनकि अनि लक पनि हुनुपर्छ, हार्डवर्क पनि हुनुपर्छ, तर मेन भनेको हार्डवर्क चाहियो दाइ। मैले मेहनत गरेपछि पो होइन दाइ। आज अब यहाँ पनि म हल्का मैले अलि मेहनत गरेर मलाई यहाँ आएँ नि त दाइ, हजुरहरूसँग भेट्न पाइयो होइन। मेहनतै हो दाइ, मेहनत हो। अनि पढाइहरू चाहिँ कति कहाँसम्म पुगेर तिमीले अब ड्रप गर्यौ कि के भयो? दाइ पढ्न त त्यस्तो पढेन दाइ, पढेन। हावा हो केटा जे गर्नु होइन। कस्तो भने अब सङ्गतले पनि बिगारेको पनि होइन दाइ होइन। अब म केही खाँदिनँ पनि, मैले खाने भने अब बेला बेला हल्का अब टुच्चा चाहिँ लगाउँछु होइन दाइ, रमाइलो भाइबमा। अनि त्यो कसै लागु पदार्थहरू चाहिँ कहिले पनि गरेन। अनि से नो टु ड्रग्सै भन्छु म। केटाहरूले चाहिँ खान्थ्यो तर म चाहिँ त्यो अलिक डर लाग्ने दाइ। ड्याडीको इन्सिडेन्टले पनि, ड्याडी चाहिँ रक्सीले गरेर त्यस्तो भएको थियो नि त। त्यो देखेर तिमीलाई कहिले पनि त्यो खाऊँ भन्ने लागेन त्यो ड्रग्सप्रति? त्यस्तो चाहिँ अलिकति मलाई डरै लाग्थ्यो। त्यही भएर
मलाई आफूमा पनि अलिकति ल है मैले धन्न चाहिँ लाग्छ दाइ त्यही भएर त्यही त गुड थिङ अनि तिम्रो जस्तो अब यो ऱ्यापको हुन्छ नि ऱ्यापतिर चाहिँ कसरी लाग्यो तिमीले के कुरा चाहिँ तिमीलाई मोटिभेट भयो पेनले दाइ कस्तो भन्नाले के पेनले हो दाइ अब पेन भने दाइ के भन्नु मुटुको दुखाइले दाइ केटीसेटी होइन दाइ केटीसेटी होइन दाइ केटीसेटी होइन आफ्नै घरमा साथीभाइहरू भयो होइन अनि ड्याडी पनि लेख्नुहुन्थ्यो अनि ड्याडीले मलाई कपी दिनुभएको थियो पहिला अनि त पनि लेख भन्नुहुन्थ्यो क्या अनि ड्याडीले पनि लेख्नुहुन्थ्यो हल्का मेरो यो पेनले गरेर मैले लेखेँ हुँदा दुखाइले हुन्छ नि मुटुको दुखाइले अब कस्तो भन्ने अब पर्सनल कुराहरू होइन धेरै पर्सनल कुराहरूले त्यस्तै थियो नि त दाइ सिचुएसनहरू पनि होइन अनि सबले अब नबनेसम्म त भने होइन ओइ म ट्यापे हेर्दा ओइ त्यो ट्यापेर हेर्न होइन अलिकति अब अलिकति एउटा हिँडे पनि अब हामी अब मिडल क्लास फ्यामिलीहरू मान्छेहरूको सोचाइ नै त्यस्तै हुने क्या तर हामी त्यस्तो छैन नि त दाइ अब मलाई यस्तो देखिन्छ म कहाँ घाँस साँझ तान्दै गोटी खाँदै झुलेर हिँड्दिनँ नि त दाइ होइन अब तर म गाँजा खानेहरूलाई नराम्रो चाहिँ भन्दिनँ होइन आफ्नो आफ्नो हो तर मतलब युज नगरेको राम्रो होइन आफ्नो अब काममा फोकस हुने गरी अलिअलि त्यो अब हुन्छ तर ड्रग्स चाहिँ हुँदैन कहिले पनि युज नगर्नु होला मैले चाहिँ त्यसले गर्दा लेखेको दाइ अब एकदम पीडाले लेखेको भनौँ न त्यहाँबाट सुरु भएको हो अनि एकदमै म कतिवटा गीत लेख्दा पनि रोको पनि छु दाइ मैले त्यो SOML भने नि अघि मैले त्यो ट्र्याक लेख्दा चाहिँ म कहाँ गएर रोथेँ क्या बाउले रक्सी त खाए तर रक्सीले बाउलाई खाइदियो लास्टमा भन्ने थियो क्या लाइन क्या त्यो फिलै कस्तो त्यो गीतमा चाहिँ मेरो सबै कुरा छ दाइ मैले जब गरेकोदेखि लिएर म कसरी जब गर्थेँ म फन पार्कमा पनि जब गर्थेँ नि दाइ हर्स राइडहरू गर्थेँ घर त्यहीँ पारी तर मलाई चाहिँ पैसा चाहिने क्या दाइ किनभने मलाई गर्नु थियो कि म्युजिकहरू गर्नुपर्ने होइन लेखिरहेको थिएँ अब त्यो बेला मलाई चाहिँ कसरी हुन्छ गर्नु थियो क्या दाइ त्यही भएर पढाइलाई पनि मैले त्यस्तो फोकस गर्न पाएन मम्मीलाई दुःख दिएँ होइन त्यही अलि नरमाइलो लाग्छ पहिला त्यस्तो खाएर होइन दाइ अलि स्कुल लगाइदिने भागिदिने घरबाट भागिदिने बाहिर बस्दिने त्यस्तो टाइपको थियो अनि अहिले चाहिँ जस्तो लाग्छ क्या दाइ तर मम्मीलाई चाहिँ अब त्यस्तो अहिले चाहिँ मम्मी खुसी हुनुहुन्छ यहाँ आउँदा नि मम्मी टक्क होइन क्या मम्मीको अनुहार हेर्दा अहिले नि झल्झल आउँछ त्यही भने जस्तो त्यही हो दाइ त्यही हुन्छ नि एउटा प्यारेन्ट्सको लागि चाहिँ अब तिमीले एउटा यो भनेको नि जस्तो तिमी दुबई फर्स्ट तिम्रो त्यो इन्टरनेसनल टुर भयो होइन हजुर यो तिम्रो लागि या मम्मीको लागि त एउटा ठुलो अचिभमेन्ट हो नि त एउटा होइन हजुर दाइ तिम्रो यो जीवनको एउटा इन्टरनेसनल टुर भन्ने सुरुवात हुँदैछ नि त मैले दाइ मैले सोचेको थिएँ म फेरि पहिल्यैदेखि बाहिर जान तिम्रो म जाँदिनँ म नेपालमै बस्ने टाइपको क्या मैले पासपोर्ट धरि बनाएको थिइनँ यार दाइ पासपोर्ट बनाएको थिएँ र राष्ट्रिय परिचय पत्र बनाएको थिएन अनि उहाँ हाम्रो कमल कम ल्यायो दाइ अब मेरो त पासपोर्ट बन्दैन नि थाहा छैन क्या दाइ अब यहाँ टप छ नि त यो निकाल मिल्दैन होइन टप छ ट्रेड लकहरू छ होइन ल म त अब के गर्ने त्यसपछि यही इभेन्टमै त्यो सबै पासपोर्ट पनि यहीँ रेडी भयो अनि त्यसको लागि कमल दाइलाई एकदम धन्यवाद भन्छु कहाँ बनाउनु दाइ म त्यो सोचै थिएन कि दाइ मलाई त्यो जाने म बाहिरै जाँदिनँ म अब मम्मीहरूलाई छोड्न मन लाग्ने कि दाइ मम्मीको तिमीले बाहिर कामको लागि भन्दा पनि सोहरूको लागि त पछि चाहिँ फिल गरेँ दाइ मैले होइन गाउन चाहिँ होइन पछि चाहिँ मैले के भने गएपछि गाउन चाहिँ जान्छु होइन काम गर्न पनि जान्थेँ होइन तर कस्तो नि पहिलेदेखि सोच मम्मीलाई छोड्न नमन लाग्ने सोचले क्या दाइ ड्याडी हुनु नथ्यो नि त अनि मम्मी एक्लै हुन्छ भन्ने टाइपको अब भाइहरू दुईजना छ अब तिनीहरू गइहाल्छ होइन अब मलाई चाहिँ त्यो फिल हुने क्या दाइ अनि त्यही भएर अनि त्यस्तो थियो तर गाउन चाहिँ जान्छु भन्ने सोच्थेँ तर पासपोर्ट केही बनाएको थिएन जब हुन्छ अनि तब बनाउँछु भनेर बसेँ त्यही बेला तर लास्ट ऱ्याक भयो तर आइपुग्यो होइन केटा हो दाम भयो कमल दाइलाई एकदम लभ होइन यस्तो कुरा हुन्छ यो कुरा जस्तो जति सम्झिरहन्छौ नि त यो कुरा अब जस्तो कमल ब्रोले हामी नबोलाइदिएको भए तिम्रो यो कुरा इनिसिएटिभ हुँदैन सुरुै हुँदैन थियो क्या होइन यो कुरा सबै यस्तो
कुराहरू चाहिँ यहाँ अब दुबईबाट यहीँबाट आइरहेको थियो दाइ होइन कति ठाउँबाट आइरहेको थियो तर अब मलाई त अब त्यस्तो अब म अब त्यसरी कुरा पनि गर्न जान्दिनँ अनि सबै हाम्रो मनिषले हेर्छ क्या मेरो आफ्नै माइलो भाइले अनि त्यसपछि ठ्याक्क कमल दाईको टक्क मेजा रहेछ अनि टक्क दाईसँग बोलेँ म दाईसँग आफै बोलेँ अनि बोलेपछि चाहिँ अनि टक्क है दाईलाई पनि मजा नै लाग्यो होला होइन किनकि कति कुरा कस्तो हुन्छ भने दाइ अब आर्टिस्टहरूलाई आयो अनि कतिजनाले पेमेन्ट पाएको हुँदैन कस्तो कस्तो हुन्छ नि त अनि त्यही भएर नै अब अलिक साइको लाग्ने नि होइन अनि त्यो म्यानेजर पनि राख्नु जस्तो तिमीले भन्यो तिम्रो आफ्नै भाइ पनि एज अ म्यानेजर बनाएर राख्नु सजिलो पनि हो क्या किनकि अब तँ तिमी फेरि अब डिल गरेर होइन जस्तो सुकै होइन अब चल्यो तिमी एउटा भइसक्यो तिमी पनि एउटा ठाउँमा त आइसक्यो स्ट्रगल गरेर अनि म्यानेजर हुनु चाहिँ जरुरी छ जस्तो लाग्छ क्या अब तिमी कहाँ बार्गेनिङ गरेर राख्ने त ल्याङ पनि हुन्छ नि त होइन फेरि अब भाइहरू अलिकति पढेको पनि छ मजाले पढेको ट्यालेन्ट पनि छ होइन अब उनीहरूलाई लुक्सले पनि दिन्छ ज्याक पनि छ होइन सट्ट बोल्न जानेछ अनि कस्तो भने अब त्यो कारणले चाहिँ अनि आफ्नै भयो भने झन् सजिलो होइन दाइ आफ्नै भयो भने झन् सजिलो अनि त्यही भएर अनि त्यसरी बढ्दैछु दाइ अगाडि बिस्तारै भनौँ अलिकति मैले जोडिया त्यो अहिले तिमी मम्मीले त्यो याद हुन्छ नि जुन छोड्नु आएको थियो मम्मी चाहिँ तिमी यता आउने होला के होइन मम्मीहरूलाई मैले घरमै बस्नु नै भनेको किनकि अब राति फेरि त्यहाँ गयो त्यहाँ गएर यता आयो अब कस्तो हुन्छ नि अब आउँदा चाहिँ यहाँ आउनु भन्ने टाइपले अब मम्मीलाई नि त्यस्तो अब सन्चो हुँदैन नि त बुढी भइसक्यो कहिले सन्चो हुन्छ कहिले हुँदैन अनि जस मम्मी टिका पूजासुजा गर्दै अनि त्यसपछि टक्क लाएर टक्क निस्किने बेला चाहिँ हल्का होइन इमोसनल हुनु भएर होइन मलाई नि अब कस्तो लाग्यो नरुने हाँस्नुपर्छ यस्तो बेला भने त्यहाँबाट हतार नि दाइ अब फर्स्ट टाइम होइन 8 बजे त्यहाँ पुग्नै पर्छ भनेर फाडी हान्दिहाल्यो अनि त्यसपछि है तिम्रो अनि त्यो सुरुको अब ऱ्याप हुन्छ नि कुन गीतबाट चाहिँ ठ्याक्क हुन्छ नि ल अब चाहिँ म पनि निकालौँ या त कोबाट अलिकति हुन्छ नि मोटिभेट भएर होइन म पनि अब यो फिल्डमा चाहिँ छिर्छु भनेर चाहिँ कसरी भयो होइन त्यो त मेरो त्यही त मैले भने नि दाइ मैले लेख्थेँ क्या दाइ होइन लेख्थेँ अब मैले सुने भने अब दाइ सबै आर्टिस्टको नै सुनिरहेको हो नि त पहिल्यैदेखि होइन अब त्यो हुँदै हुँदैन दाइ एउटा यत्रो सानो छ इन्डस्ट्री यसले यसको नसुन्ने यसको नसुन्ने हुँदैन मैले त सबैको सुनेकै हो तर मेन अब त्यहाँ हाम्रो टोलमा हुनुहुन्थ्यो अरुण दाई भन्ने हुनुहुन्थ्यो यति प्लाजामा मेरो त्यसकै पारि घर थियो दाइ चाहिँ एकदम हिपहप पहिल्यैदेखि क्या दाइ पाकहरू के यताउता सुन्दै बस्ने अनि मलाई पाकको त्यो गीत दाइले मी एन्ड माई गर्लफ्रेन्ड भन्ने दाइ फेरि कस्तो भने टक्क रुमाल होइन ब्यागी लाउने अनि टक्क हल्का ज्याक हुन्छ दाइ कफी हुन्छ नि दाइको क्याफे थियो क्या सानो चिटीको स्पिकर ढक्क बज्ने अनि यहाँ बजिरहेछ त्यहाँ गीत बजिरहेछ होइन मी एन्ड माई गर्लफ्रेन्ड भन्दै यहाँ दाइ फेरि एकदमै ओल्ड स्कुल सुन्ने क्या बनाउँदै कफी बनाउँदै मलाई पनि रमाइलो लाग्ने क्या त्यस्तैबाट दाइ सबै त्यसरी सुरु भयो इन्सपिरेसन त्यहाँबाट भएको अझै धेरै चाहिँ आफूलाई चाहिँ त्यहाँबाट भएको तर अगाडिदेखि नै लेखिरहेको थिएँ दाइ केटाहरूलाई लिएर आउने 4-5 जनालाई कोठाभित्र थुन्ने अनि अडियन्स बनाउने क्या अनि हाने गर्ने क्या अब सुनाउनु पर्ने क्या आज गीत लेख्यो भोलि हतार क्या दाइ सुनाउनलाई आज चाहिँ कम्प्लिट गर्नै पर्छ भोलि यो सुनाउनु पर्छ भन्ने टाइपको क्या सुरु फर्स्ट गीत चाहिँ कुन रेकर्ड गरेको थियो तिमीले अफिसियली हुन्छ नि ल अब चाहिँ म स्टुडियो जान्छु भनेर मैले त फर्स्ट गीत रेकर्ड गरेको फर्स्ट गीत कुन चाहिँ रेकर्ड गरेको थिएँ मैले खाते भन्ने गीतले रेकर्ड गरेको थिएँ त्यो चाहिँ मेरो घर बाहिर फोहोर फाल्ने ठाउँ थियो क्या दाइ त्यहाँ आउँथ्यो कि स्ट्रिट पिपुलहरू अनि सबैजना त्यहाँबाट थाहा भएको कि मलाई मान्छेहरू कोही बाध्यताले पनि हुँदो रहेछ सबैजना यसरी कोही चाहिँ जबरजस्ती भागेर आइदिनु रहेछ कोही चाहिँ बाध्यताले नै रहेछ क्या दाइ अनि त्यहाँबाट थाहा भयो अनि मैले चाहिँ के गीत लेख्नु यिनीहरूको फिल गर्नु पऱ्यो फिल गरेँ क्या मैले दाइ अब जहिले अब मेरो घर यहाँ भयो होइन यहाँ भयो अब यहाँबाट पिके क्याम्पस त सबैलाई थाहा छ पद्मकन्या कलेज त्यहाँ कति फोहोरहरू फाल्थ्यो क्या दाइ त्यो सबैलाई थाहा छ त्यहाँनिर अनि जसमा त्यसरी चाहिँ अनि त्यो सोचले चाहिँ होइन फर्स्ट गीत चाहिँ यही गर्छु है भनेर अनि खाते भनी नहे प म पनि मान्छे हो भन्ने टाइपको थियो क्या दाइ त्यो चाहिँ अलिकति होइन अहिले त्यो बेला आधुनिक स्टुडियोमा रेकर्ड गरेको थियो प्रेम शर्मा पौडेल सरले रेकर्ड गरिदिनु भएको थियो अब त्यो बेला अनि त्यो बेला हुन्छ नि कस्तो भएको थियो आई मिन हुन्छ नि त्यो अब फर्स्ट स्टुडियो जाँदाखेरि कस्तो फिल भएको थियो स्टुडियो जाँदा त दाइ यार त्यस्तो म त एक्साइटेडै थिएँ त्यस्तो नर्भस पनि थिएन एक्साइटेडै थिएँ तर अलिकति अब गाउने बेला चाहिँ त्यस्तो थाहा हुँदैन थियो नि त
अनि कस्तो हुन्छ भने जस्तो त्यो बेला त अब स्टुडियो भर्जन आउँथ्यो नि त दाइ मोबाइलमा भिडियोहरू पनि म्युजिक भिडियोहरू पनि स्टुडियो भर्जनवाला आउँथ्यो नि त होइन स्टुडियोमा म्युजिक पार्क भन्ने छ क्या दाइ त्यहाँ पुतल सडकमा थियो पहिला त्यो आधुनिक स्टुडियो ठुल्ठुलो आर्टिस्टहरू आएर रेकर्ड गर्ने त्यहाँ गरेको थिएँ अनि अलिकति नर्भस अब त्यस्तो अब एक्साइटेडै पाराले गरियो दाइ अनि अलिकति नेपको सिनतिर कसरी छिर्यो तिमी हुन्छ नि अब अलिकति अब जस्तो त्योबाट अब नेपको सिन केटाहरूसँग अलिकति यताउता हुन्छ नि त्योतिर चाहिँ कसरी छिर्यो तिमी अलिकति हुन्छ नि त्यहाँतिर इन्भल्भ चाहिँ कसरी भयो मेरो एमएमएस इन्टरटेनमेन्ट भन्ने छ क्या दाइ दर्पण राई भन्ने हुनुहुन्छ उहाँ चाहिँ लिरिक्स नै हुनुहुन्छ तिमीले बाटो फेरि अरे भन्ने गीतको हाम्रो दर्पण राई भन्ने लिरिक्स हुनुहुन्छ उहाँले चाहिँ अब मलाई हल्का मन परेर नि उहाँले स्पोन्सर गर्नुभएको थियो 2टा भिडियो पारा ग्याङ्स्टर भन्ने अनि एउटा चाहिँ सानी नानी भन्ने गर्नुभएको थियो त्यो गीत 4 वर्ष अगाडि मिलियन हाल्ने थियो क्या दाइ ए हो एमएमएसमा अनि दाइले पनि सपोर्ट गर्नुभयो त्यहाँबाट चाहिँ मेरो 2टा म्युजिक भिडियो चाहिँ त्यहाँबाट आयो अनि त्यहाँबाट चाहिँ मैले च्यानल खोलेको थिइनँ दाइ कति भयो च्यानलै खोलेको थिइनँ मलाई चाहिँ के लाग्यो भने होइनमा यदि इन्डस्ट्रीमा मजाले गर्नु चाहिँ भित्र छिरेरै गर्नुपर्छ लाग्यो मिलियन त गइसक्यो दाइ गीत तर के गर्नु त दाइ त्यस्तो मतलबै हुँदैन थियो क्या अब इन्डस्ट्रीमै छिरेर गर्नु पऱ्यो नि त्यहाँबाट होइनमा अब जे हुन्छ त्यति गर्छु भनेर अनि एक्लै गइदिनु दाइ ब्याटल स्याटल त्यहाँबाट ट्विटी दाइ एक्लै सुइसी गइदिने म त ट्विटी हान्दिने आइदिने अलिकति सुरुमा अलिकति हुन्छ नि ऱ्यापको केटाहरूसँग छिर्दा अलिकति हुन्छ नि त अलिकति नगर्ने त्यस्तो अलिकति भयो तिमीलाई केटाहरूले बाल हानिदिने खालको हुन्छ नि अब त्यस्तो खालको चाहिँ थिएन दाइ सबजना सपोर्टिभै थियो एकअर्कालाई सपोर्ट गर्नुपर्छ भन्ने टाइपको किनकि अब मान्छेको जस्तो क्यारेक्टर हुन्छ अर्को मान्छेले नि त्यही बिहेभ गर्छ नि त दाइ होइन अब मेरो चाहिँ त्यस्तो क्यारेक्टर थिएन अरूलाई हेप्ने अरूलाई त्यस्तो गर्ने थिएन दाइ अब ब्याटलमा त भइहाल्छ दाइ एकअर्कालाई भन्नै पर्यो तर रियल लाइफमा त्यस्तो थिएन त्यही भएर नि मान्छेहरूसँग राम्रो कनेक्सन भयो भनौँ न दाइ अलिकति तिमीलाई जस्तो सुरुको इनिसियल डेजमा अब जुन ऱ्यापरहरूबाट अलिकति त्यो तिमी जुन हुन्छ ऱ्यापमा छिर्दै गर्दाखेरि अलिकति राम्रो भइसक्यो ऱ्यापर कोहीबाट तिमीलाई अलिकति हुन्छ नि ल है केटा आउनुपर्छ भनेर अलिकति सपोर्ट गर्ने ल दामी छ तिमी भनेर त्यस्तो कोही थियो तिमीलाई पहिला कि दाइ पहिला अलिकति तिमी भर्खर छिर्दाखेरि नेपमा छिर्दाखेरि पहिला अब छिर्दाखेरि मेन अब अगाडि त ट्रिक्स दाईसँग हो ट्रिक्स दाईले चाहिँ इन्सपायर गर्थ्यो हामी त्यहाँ कमल पोखरीमा त्यो भित्तामा बुयामा बुद्धहरूको लोरेन हिलहरूको अफ्रिका ब्याम्बेटा अनि त्यहाँनिर पुरा एकदम मनोज दाई भन्ने नि हुनुहुन्छ उहाँहरूले निशान गौचन दाई त्यहाँबाट जस दाईहरूले चाहिँ इभेन्टहरू पनि गराइराख्ने त्यहाँ हिपहप लोकल पाराले दाईबाट चाहिँ अलिकति धेरै नै अब सिकाउने के दाईसँग त बसेर नि खानासाना नि खायो होइन दाईले फेरि माया गर्ने कि दाई एकदमै दाईबाट चाहिँ एकदमै ट्रिक्स दाई सपोर्ट गर्ने दाईले सपोर्ट गर्ने अनि एकदमै माया गर्ने अनि यो होइन भाइ यो ऱ्याप भने यो दिने क्या दाई एकदम खतरा दाई एकदम दामी लाग्छ भन्दा ट्रिक्स दाई भनौँ त्यहाँबाट त दाईहरूसँग कनेक्सन हुँदै गयो अलिकति नेपाली ऱ्यापमा हुन्छ ऱ्यापरहरूमा सबभन्दा को अलिकति तिमीलाई चाहिँ यो चाहिँ खतरा छ योसँग चाहिँ म कोल्याब गर्नु पाए चाहिँ बवाल हुन्थ्यो भन्ने कुरा कोही छ नेपाली इन्डस्ट्रीबाट सबैजना खत्रै छ दाइ होइन अब सबैजना बवालै लाग्छ मलाई होइन अब नेपालमा अब सबै बवाल भने अब सबैजना बवालै छ दाइ अब होइन तिमीलाई अब एउटा चाहिँ हुन्छ यो चाहिँ बवाल लाग्छ अलिकति हुन्छ नि त मनबाट चाहिँ योसँग चाहिँ अलिकति है कोल्याब गर्नु पाए चाहिँ मलाई खतरा लाग्ने भनेको होइन त आफ्नो क्यारेक्टरको हुन्छ नि अब नवाज दाई ट्रिक्स दाई हुन्छ नि अब सबसे खतरा त अब हाम्रो भिडेन दाई भयो अरे सुपुस्टार हाम्रो दाई होइन यमबुद्ध दाईलाई बिर्सिनु हुँदैन होइन अनि मलाई गर्न मन लाग्ने भने अब मेन चाहिँ अब चाहिँ भन्ने टाइपको अब खतरा लाग्ने भने भिडेन दाई चाहिँ बाबालाई लाग्छ दाइ मलाई एनर्जी नै दामी लाग्छ मलाई भिडेनसँग कहिले भेट भएको छ कहिले कुरा भयो छ दाइ 3-4 चोटि दामी मान्छे दाइ एकदमै म त एकचोटि पहिला झन् रेकर्डिङ गरेर स्टुडियोबाट आउँदै थिएँ त्यो बेला भेटेको बाजेको सेको अगाडि त्यसपछि फेरि स्वयम्भूमा पनि भेटेँ मैले दाइ एकदमै दामी छ मान्छे सो भिडेनसँग एकदम मनबाट कोल्याब गर्न मन लागेको दाइ अब भविष्यमा सायद चान्स पाएँ भने राम्रो मैले राम्रो गर्दै गएर होइन केही कुराले अब मिलेसम्म होइन अब गर्नै पर्छ भन्ने पनि छैन तर एउटा हुन्छ नि आश क्या दाइ त्यो कहिले एप्रोच गर्यो तर छैन दाइ कहाँ त्यो अब त्यो आँटै आउँदैन दाइ त्यो
किनकि मैले नि गर्दैछु नि त दाइ भर्खर गर्दैछु नि त यो भर्खरै हो क्या दाइ किनकि कहाँसम्म गर्नु छ होइन जस एउटा हजुरले सोध्नु भएको अनुसारले चाहिँ मलाई चाहिँ त्यही हो दाइ दामी लाग्छ मलाई दाइसँग चाहिँ भविष्यमा पाएँ भने चाहिँ गरिन्छ दाइ ल विश यु अल द बेस्ट थ्याङ्क यू दाइ ठ्याक्क भिटेन भाइ पनि ठ्याक्क योभन्दा ठ्याक्क 1 विक अगाडि यहीँ थियो दाइ पनि त्यहाँ हाम्रो त्यहाँ इभेन्ट बाबा दाइको त्यो भाइ क्रेजी छ होइन मलाई गर्न मलाई होइन दाइसँगै हो अब नवाज दाइ बाबालाई नवाज दाइसँग गरेँ मैले होइन 2-3वटा गीत गरेँ सबै दाइहरू दामी हुनुहुन्छ त्यही हो भिरेन दाइसँग चाहिँ बाँकी छ अब भिरेन दाइसँग भविष्यमा जुर्यो भने मेहनत गर्दै गएर तिमीले मनबाट चाहेको कुरा पुरा हुन्छ ल भिटेन भाइले सुन्यो भने डक्टर ल हाम्रो खतरा मनबाट चाहिरहेछ भाइ पनि ठ्याक्क लास्ट विक यहीँ थियो तिमी त्यहीँ बसिरहेको थियो अहिले त्यो ठाउँमा अहिले तिमी बसिरहेछौ होइन केही यो लक केही मिले जस्तो छ होइन हो कि क्या दाइ होइन जस भविष्यमा त्यही हो यो सुन्दै हुनुहुन्छ भने दाइले पनि होइन भविष्यमा दाइ अझै मेहनत गर्दै जान्छु म भविष्यमा पाएँ भने चाहिँ एउटा भाइसँग गर्नुपर्छ होइन त्यही बवाल छ भाइ पनि बवाल छ दाइसँग भाइ पनि डाउन टु अर्थ छ होइन मलाई चाहिँ दामी लागेको ल भिटेन भाइ सोच्नु पर्यो केही छ भने कुनै प्रोजेक्टमा भाइलाई मिल्छ भने होइन भाइ मिल्छ भने वाइ नट त्यही दाइ अब म नि मेहनत गर्दै जान्छु अब पछि होइन दाइ एउटा आफूले नि बनाउनु पऱ्यो त्यो होइन दाइ किनकि दाइहरूले त्यत्रो गरेर होइन सबैजना अब त्योसम्म अब आफूलाई पनि हुनु पऱ्यो कि दाइ आँटै आउँदैन क्या दाइ त्यो मतलब हुन्छ नि होइन अझै गर्नुपर्छ अनि पो ल भन्ने टाइपको है अनि हुन्छ नि त्यो ऱ्यापरहरू चाहिँ अलिकति हुन्छ हुन त ऱ्यापरहरू त्यो कल्चर पनि होला अलिकति एकअर्काले डिस हान्ने अर्काले नमिल्ने हुन्छ नि हजुर त्यस्तो देख्छु क्या म चाहिँ त्यो चाहिँ के कारणले होस् लाग्छ होइन त्यो पर्सनल कुराहरू पनि हुन्छ दाइ कति कुराहरू भेटेको भएर अब कति कुराहरू भेटाए बेला पच्दैन होइन अब त्यस्तो हुन्छ दाइ पर्सनल कुराहरूले हुन्छ अनि त्यस्तै हुन्छ अनि कति कुराहरू चाहिँ अब थाहा छैन दाइ मलाई मेरो चाहिँ जोसँग भयो त्यो अब भेटेकै भएर भेटेपछि चित्त नबुझेर त्यो टाइपले भएको अब सबजना आफ्नो काम गरिरहेछ दाइ अनि अलिकति नवाज अनुसारसँग चाहिँ कति 3टा गीतमा कोल्याब गरेको दाइ फर्स्टमा भने ओइ भन्ने गीतमा गरेको थिएँ मैले दाइसँग म त्यो बेला एनटिएफतिर थिएँ दाइलाई मैले दाइ एकदमै दामी डाउन टु अर्थ मान्छे कहाँ दाइसँग त अब बाबाले लाग्ने होइन तर दाइले गर्नुभयो त्यो माया गर्नुभयो सपोर्ट गर्नुभयो भनौँ न दाइ चाहिँ सबैलाई सपोर्ट गर्ने मान्छे क्या दाइ यस्तो इगो छैन दाइ त्यो एकदमै दामी मान्छे दाइले मैले दाइसँग कुरा गरेँ त्यसपछि मैले त रिप्लाई आउँछ भने पनि थाहा थिएन दाइ फेरि दाइ हाम्रो शङ्करदेवमा हाम्रो बागबजार शङ्करदेवमै पढ्नु भएको क्या अनि दाइहरूले नि सुनाउँथ्यो मलाई काल दाइहरूले पनि नवाज त यहीँ पढायो नि भन्थ्यो होइन अनि मैले पनि एनटिएफ पछि चाहिँ होइन यो गीत चाहिँ दाइसँगै गर्नुपर्छ जस्तो लाग्यो क्या मलाई त्यो ओए भन्ने गीत थियो क्या दाइ होइन ओएमा अलिकति छाडा चाहिँ छ तर त्यो गीत बनाउने कन्सेप्ट चाहिँ कस्तो भने चाहिँ एउटा फ्रस्ट्रेसन पोख्नलाई बनाएको थिएँ मैले दाइसँग कुरा गरेँ अनि दाइले खुसी लाग्यो त्यो बेला थ्याङ्क यू दाइ होइन एकदमै दाइ एकदम डाउन टु अर्थ मान्छे त्यही त हाम्रो म त थिइनँ त्यो बेला हाम्रो पोडकास्ट गरेको बेला तै पनि ऊ चाहिँ हेर्दा पनि अलिकति हुन्छ नि मान्छे एकदम अब त्यो भेट पनि भयो दाइसँग अस्ति रिसेन्टली अनि सँगै प्रोग्राम पनि गरेँ हामीले सबसे ठुलो स्टेजमा दाइसँग गरेँ होला मैले एलओडीमा दाइ यार बवाल भएको थियो यार दाइलाई बिग लभ नवाज दाइलाई अपर्च्युनिटी दिनुभयो त्यो एलओडीमा चाहिँ यार मलाई अलिकति होइन त्यस्तो तिमीलाई पनि फाल्टे बोलाएको कि नवाज होइन नवाज दाइको मेन इभेन्ट हो हामीलाई चाहिँ उहाँले अब म यबी यङ वेभ ट्रिक्स दाई जो दाइसँग कोलाबोरेसन भएको आर्टिस्टहरूलाई दाइले जे भनौँ न ठाउँ दिनुभएको भनौँ न त्यसमा अलिकति सोधेँ मैले त पेमेन्टको कुराहरू चाहिँ हुन्छ कि हुँदैन त्यसमा कि जस्तो तिमीहरूले सपोर्ट गरेको मात्रै हो ए होइन दाइले अब यस्तो दाइ हामीलाई सपोर्ट गर्नुभएछ होइन अब त्यस्तो कुराहरूमा कति कुराहरू पेमेन्टमा पनि हुन्छ होइन अब त्यो भनेको त हामीले आफ्नो माया देखाउने दाइलाई माया देखाउन गएको हो नि त दाइ अब 2टा हातले ताली बजाउनु पर्छ भन्ने कुरा दाइ त्यो अब दाइले मैले त सोचेको नि थिएन दाइले त्यसरी राख्छ भनेर क्या दाइ दाइको इभेन्ट हो दाइको यसै बवाल हुने हो होइन तर पनि दाइले हामीलाई सपोर्टको लागि ल है यो युनिटी छ है भन्ने दाइले देखाएको हो नि त त्यो दामी पनि हुन्छ जस्तो लाग्छ क्या मान्छेलाई क्राउडलाई पनि मजा भयो नि त होइन डिफ्रेन्ट दामी सबै भयो होइन
सो कस्तो भयो एलओडीको एक्सपिरियन्स यहाँ तिमीलाई बवाल भयो दाइ मैले त्यही त भने दाइ बवाल भयो क्या दाइ त्यो दामी एक्सपिरियन्स भयो मजा आएको थियो दाइ यार त्यहाँको भाइब चाहिँ अलग छ है फेरि गीत पनि त्यस्तै थियो ओए माच भन्ने टाइपको थियो सबजनाले ओए भन्दा माच दिइरहेको थियो नि त होइन तर यो कुरा नराम्रो कस्तो भने हो ठिक छ हो मुख छाड्ने कुरा नराम्रो हो तर म्युजिक भने के त म्युजिक भने फ्रस्ट्रेट पोख्नलाई पनि हो जस्तै म बसेर म टोलमा त्यहाँ बसिरहेको हुन्छु यताबाट त्यही शब्द बोलिरहेको हुन्छ उता आयो त्यही शब्द बोलिरहेको हुन्छ गीतमा सुन्दा चाहिँ किनकि हामीले त अगाडि नै डिस्क्लाइमर राखिरहेको हुन्छ नि त होइन अब मान्छेहरूलाई त्यो अप्ठ्यारो क्या त होइन त्यो भनेको त मैले आफूलाई फ्रस्ट्रेट पोख्नलाई आफूलाई एनर्जी बुस्ट गर्नलाई बनाएको चिज क्या दाइ त्यो अनि मान्छेहरूले एप्रिसिएट पनि गर्छ तर सबै सधैँ त्यसरी हुँदैन त्यो एउटा एक्सपेरिमेन्ट गरे हो एउटा हजुर सबै नै त्यो हुनुपर्छ नि हजुर हजुर अनि एउटा राम्रो ऱ्यापर हुनको लागि हुन्छ नि हजुर के कुराको इम्पोर्टेन्ट चाहिन्छ के कुरा चाहिँ हुनुपर्छ सबै कुरामा त ऱ्यापर मात्र होइन सबै कुरामा डिसिप्लिन हुनु पऱ्यो मेन कुरा डिसिप्लिन हुनु पऱ्यो हार्डवर्क हुनु पऱ्यो होइन डिसिप्लिन चाहिँ मेन म चाहिँ डिसिप्लिनलाई नै मान्छु दाइ आफूमा डिसिप्लिन चाहिँ हुनु पऱ्यो त्यही हो दाइ म पनि त्यो चाहिँ एक्सेप्ट गर्छु हरेक कुरामा त्यो कुरा चाहिँ हुने डिसिप्लिन मान्छेमा भएन भने केही कुरामा पनि हुँदैन अनि अब यत्रो तिमीले हुन्छ नि यत्रो कुरा भोग्यौ अब सबै कुरा अनि लाइफ भने चाहिँ के हो जस्तो लाग्छ तिमीलाई लाइफ अब मुभी जस्तो लाग्छ दाइ मलाई अब के भन्ने कहिले कलरफुल नै हुन्छ कहिले ब्ल्याक एन्ड व्हाइट नै हुन्छ दाइ त्यही हो है अनि छोरा मान्छे अलिकति हुन्छ नि अब मान्छे छोरी मान्छे जस्तो अलिकति रुइहाल्दैन जस्तो तिमीले अघि भने नि लेख्दाखेरि रुइ कुनै बेला रोगो छौ जुन तिमीलाई एकदम मनबाट चित्त दुखेर केही कुराले अनि दाइ त्यो एक्लै सट्टा आँसु त आउँदैन तर अब एक्लै गएर सट्टीमा बवाल चिच्याउन मन लाग्दिन्छ क्या दाइ पहिला त्यस्तो हुन्छ कहिलेकाहीँ त्यो हुने भनेकै घरको सिचुएसनले गरेर आफूमा प्रेसर हल्का के गर्ने त यो गरे नि हुँदैन त्यो गरे नि हुँदैन मै मात्र हो कि यो संसारमा मै मात्र हो कि जस्तो यस्तो फिल भइरहेको जस्तो फिल हुन्थ्यो हुन्छ दाइ त्यस्तो त्यही अब त्यही कुरालाई चाहिँ मैले अब काममा लगाउने हो क्या दाइ बुस्ट गर्ने हो क्या होइन गर्नुपर्छ गरेर देखाउनुपर्छ भन्ने टाइपकोले त्यसरी लिन्छु दाइ एनर्जी चाहिँ मलाई कसैले केही भनेको छ भने ठिक छ म त्यही कुरालाई मलाई अब कसैले कमेन्टमा मुख छाड्यो भने म त्यही कुरालाई बुस्ट गर्छु क्या दाइ आफूमा ल ठिक छ नि त मुख छाड्दै गर्दा हजुरले पनि एक दिन मेरो सुन्नुहुन्छ ठिक छ हजुरलाई नि म सुन्ने बनाउँछु भन्ने हिसाबले जान्छु दाइ पोजिटिभली जित्ने हो नि त होइन अनि जस्तो तिमीले आमालाई अलिकति तिमीसँग आमासँग क्लोज छौ जस्तो लाग्यो होइन अनि आमा भन्यो भने तिमीलाई आमाको हुन्छ नि कसरी डिस्क्राइब गर्छ आमाको मैले मम्मीलाई त मेरो भगवान भन्दा नि ठुलो हुनुहुन्छ मम्मी ड्याडी होइन दुवैजना आमा बाउ नै दाइ ड्याडी पनि एकदमै होइन ड्याडीको म फेरि मम्मीले करायो भने ड्याडीको यादमा रुइदिने क्या अब त्यस्तो थियो क्या पहिला चाहिँ ड्याडीसँग पनि एकदम क्लोज मम्मीसँग नि होइन उहाँहरू भगवानभन्दा ठुलोमा अब जब मलाई कसरी थाहा भयो यो कुरा मम्मीहरूले भन्नुहुन्थ्यो क्या जब तिमीहरूको बुढी बच्चा हुन्छ अनि थाहा हुन्छ कस्तो गाह्रो हुन्छ के रहेछ त आमा बाउले किन कराउने रहेछ भन्ने पछि आफ्नो भएपछि थाहा भयो क्या दाइ मलाई मम्मीले त यस्तो भन्ने कुरा त्यही भगवानभन्दा माथि हुनुहुन्छ भगवानसँग नि दाँच्न मिल्दैन आमा भन्ने शब्द हजुर अनि यदि हुन्छ नि यदि भगवानले तिमीलाई कुनै एउटा तँलाई पावर दिन्छु तेरो फ्युचरबाट एउटा पास्टबाट कुनै कुरा इरेज गर्नु मन छ भने म गरिदिन्छु भने के कुरालाई इरेज गर्न चाहन्छु तिम्रो लाइफबाट नै नसम्झिन जुन कुरा सम्झिनै चाहँदैनौ त्यो कुरा त्यही एक्सिडेन्टवाला कुरा दाइ जुन चाहिँ मैले एक्सिडेन्ट गरेको थिएँ आफ्नो जिन्दगी आफैले झन्डै बिगारेँ नि त दाइ मैले त्यही कुरा चाहिँ दाइ त्यही पेट्रोलवाला मुखमा हालेर आगो बाल्नेवाला इन्सिडेन्ट दाइ अनि त्यही अर्को कुरा चाहिँ के त्यसमै जोड्नु चाहे कि अनि भगवानले यदि त तिमीलाई एउटा विस दिन्छु सुपर पावर दिन्छु के विस माग्छस् भने के माग्छौ म मेरो परिवारलाई चाहिँ होइन परिवारलाई चाहिँ खुसी बनाउन सकौँ त्यति हो एकैचोटि धनी हुन नि मन छैन एकैचोटि खाना लाउन पुग्ने गरी खुसी दिन सकौँ त्यति हो दाइ मलाई त्यो कुरा नै माग्छौ हजुर अनि लाइफमा हुन्छ नि तिमी अब फुर्सदको टाइममा अब के बुकहरू कति पढ्छौ पढ्दैनौ के गर्छौ म बुकहरू त्यस्तो पढ्दिनँ दाइ होइन
अहिलेसम्म त्यही त पढाइमा इन्ट्रेस्टै छैन होइन दाइ। अनि त्यस्तो म चाहिँ आफैमा फिल भयो भने आफै नै त्यसरी नै लेख्दै त्यसरी नै गर्दै म बुकसुक चाहिँ जो इन्ट्रेस्ट छैन तर अब इन्ट्रेस्ट लगाउने कोसिसमा छु दाइ भनौँ न। अलि नयाँ कुराहरू सिक्नु छ होइन दाइ। अब आजकल त मोबाइलमा हेऱ्यो भने यसो सर्च हान्यो भने आइहाल्छ दाइ, युट्युबमा भिजुअलसँग हेर्दै त्यही दाइ। तर सुन्छौ तिमी अब बुकहरू अब त्यस्तोवाला चाहिँ दाइ स्टोरीहरू टाइपको चाहिँ सुन्छौ मोबाइलतिर अलिअलि मोबाइलमा। कसको सुन्छौ? साइग्रेसहरूको सुन्छौ? होइन सुन्दैन दाइ, सुन्दैन तर आइरहेको हुन्छ दाइ। त्यो मेरो भाइले बजाएन तर त्यो ऊ त्यो भूतको कथा त्रिकोण टेल्स भन्ने छ नि दाइ एउटा, थाहा छ तपाईँलाई? त्यो बजाएर चाहिँ सुत्न चाहिँ रमाइलो हुन्छ दाइ। हुने हिजो त्यहाँ दिन्छ रमाइलो सुत्दा फेरि चाहिँ मजा आउँछ दाइ झन्। अनि त्यो अलिकति हुन्छ नि। अनि यो अब जस्तो फुर्सदमा अब जस्तो गीतहरू अब लेख्ने ओर्ने हुन्छ नि, तिमीलाई फुर्सदको बेला चाहिन्छ कि जुनै टाइम पनि लेखिदिनु सक्छौ त्यस्तोहरू चाहिँ? जुनै टाइम नि लेख्न सकिन्छ दाइ, तर आफू चिलमा बसेर होइन भाइबमा बसेर झ्याइझुई भएको बेला त सकिँदैन। त्यस्तो बेला चाहिँ एक दुईवटा शब्द आयो भने चाहिँ यसो नोट्समा टिप्ने चाहिँ हो, त्यही हो। झ्याइझुई भएको बेला चाहिँ मजा आउँदैन दाइ। तर अलिकति क्वाइटै हुनु पर्यो। हजुर अलिकति शान्त टक्क। त्यही म त सबजना सुतेको बेला चट्ट बसेर लेखिदिन्छु, नत्र अब यसो एक्लै भएको बेला लेखिदिन्छु त्यही। अनि अबको हुन्छ नि अबको 5 वर्षपछि हुन्छ नि तिमीलाई आफूलाई कुन ठाउँमा देख्न चाहन्छौ आफूलाई नै तिमीले? मैले दाइ आफूलाई त दामी ठाउँमा देख्न चाहन्छु दाइ। दामी टपमा के होइन यो मान्छेले गरेर आएको हो, गर्दै आएको छ भनेर त्यो टाइपकोमा क्या दाइ। अब जे सपना त सबैले बोक्ने हो दाइ होइन। हेरौँ 5 वर्षपछि अझै योभन्दा नि बेटर गर्न सकौँ होइन दाइ। अझै अडियन्सहरूलाई होइन दाजुभाइ दिदीबहिनीहरू सबलाई दामी म्युजिक दिन सकौँ, साथ सपोर्ट गर्नु होला त्यसको लागि चाहिँ होइन। त्यही भन्छु मलाई बुस्ट गर्नु होला, तपाईँहरूकै बुस्टले गरेरै म त्यति इनर्जी आउने हो। अनि 5 वर्षपछि कुन ठाउँमा हुन्छ ठ्याक्क त्यही बेला फेरि पोडकास्टमा भेट्नु पर्छ। सही हो। अनि जस्तो हुन्छ नि यो जस्तो तिमीलाई यो एनर्जी यो ऊर्जाहरू हुन्छ नि जस्तो जति मलाई पनि फिल भयो तिमी अलिकति हरेक कुरालाई अलिकति पोजिटिभ लिन्छौ, यो कुराहरू चाहिँ कसरी तिमीमा आउँछ? यो कुराहरू दाइ हुन्छ नि दाइ अब सिकायो भनौँ न, समय परिस्थितिहरूले गरेर सिकायो, सङ्गतले सिकायो होइन। अब पहिला अब त्यस्तो फटै होइन, फटा त फटै हो होइन दाइ एकदमै। अब तर त्यो खानेसानेमा होइन दाइ अब यसो झगडासडा गर्ने होइन, तर त्यस्तो पनि होइन दाइ। अब गल्लीतिर अब एउटा उमेर हो दाइ, उमेरमा त्यस्तो जोस आउँदो रहेछ। अनि अहिले चाहिँ यहाँ जस्तो लाग्छ क्या दाइ। अनि बिस्तारै मान्छेहरू नि ठुलो मान्छेहरू बोलीचाली नै सिक्दै गयो। मम्मीहरू फेरि एकदमै कडा क्या दाइ, कराउने यस्तरी बोल्नु हुँदैन, यस्तो बोल्नुपर्छ यसरी भन्ने। अब हामीले चाहिँ ठाडै बोलिदिन्थ्यो क्या दाइ। हामीले चाहिँ बिस्तारै दाइहरूसँग नै भेट्दै गयो, राम्रो दाइहरूसँग जस्तै अब हजुरहरूसँग कमल दाइहरूसँग जस्तै अब यस्तो ठुल्ठुलो मान्छेहरू भेट्दै गयो, बोलीचाली नै अनि त्यहाँबाट होइन हजुर। अनि बानी बेहोरा नै चेन्ज भयो दाइ आफै अटोमेटिक। अफकोर्स त्यो हुनु पनि पर्छ लाग्यो। मान्छे जन्मिँदा केही कुरा पनि हुन्छ नि पर्मानेन्ट लिएर आएको हुँदैन, त्यो कुरा सिक्दै जाने चेन्ज गर्दै जस्तो भन्यो नि त्यो हुनुपर्छ छैन क्या। जस्तो तिमीले भन्यो नि एउटा राम्रो बोल्यो भने राम्रो कुरा गर्ने राम्रै भन्छ क्या मान्छेले। इगो हुनुपर्छ दाइ होइन, इगो हुनुपर्छ ऊ हुनुपर्छ, तर मैसँग मात्रै हुनुपर्छ कि दाइ, तर ठाउँमा हुनुपर्छ कि दाइ होइन। मसँग नि छ नि इगो त, मसँग नि छ होइन मै हो भन्ने मसँग नि छ। तर मैले अब हजुरले मलाई क्वेसन सोध्नु भयो भने नेपालको टप ऱ्यापर अनि सबसे दामी को लाग्छ भने फर्स्टमा म आफै लाग्छ क्या दाइ मलाई चाहिँ। अनि त्यसपछि बल्ल हो क्या दाइ, किनकि मलाई मन पराउन सिक्नु पऱ्यो क्या दाइ पहिला, अनि बल्ल चाहिँ त्यो होइन। तिमी आफूले आफ्नो कन्फिडेन्स छैन भने त होइन। हजुर सही हो। अनि जीवन सङ्घर्ष हुन्छ नि अब जस्तो कति सङ्घर्ष गरेर सिकायो भने सङ्घर्षले के सिकाउँदो रहेछ मान्छेलाई? एउटा पार्ट हो दाइ होइन। अब हामी मान्छेहरू सबैजनाको आफ्नो जोर्नी हुन्छ। अनि जस मेहनत गर्नुपर्छ, मेहनत बिना केही पनि हुँदैन। अनि डिसिप्लिन चाहियो होइन, हार्डवर्क मात्र गरेर पनि भएन। हार्डवर्क गरेर मात्रै ल पुग्न त पुगेला एउटा ठाउँमा, जब डिसिप्लिन छैन भने त न साथीभाइ हुन्छ, न सङ्गत हुन्छ, न दाजुभाइ हुन्छ, कोहीसँग नि राम्रो हुँदैन। अनि मेन कुरा भने डिसिप्लिन हुनु पऱ्यो हार्डवर्कसँगै। अनि सङ्घर्षले सिकाउने भनेको अब त्यही त हो नि दाइ, एउटा राम्रो
ठाउँमा परिस्थितिले सिकाउँछ दाइ होइन हजुर हजुर त्यही हो अनि एउटा हुन्छ नि नेपाली अब हिपहपलाई हुन्छ नि हजुर एउटा के कुरालाई आयो भने चाहिँ नेपाली हिपहपलाई चाहिँ अलिकति माथि उकाल्न सकिन्छ जस्तो लाग्छ तिम्रो विचारमा चाहिँ मलाई दाइ मलाई एउटा दामी चिज हुन्छ नि जस्तै पहिला पहिला दाइहरूले गराउनु हुन्थ्यो नि त होइन जस गरी पनि राख्नु भएको छ यताबाट तर त्यही हो दाइ अब एउटा राम्रो खालको ज्यामअपहरू टाइपको हुन्छ नि तर रमा क्या दाइ कसैलाई त्यसमा फाइदा हुने यस्तो उतै होइन कि सबैलाई हुने गरी गरेर ठुल्ठुलो दाइहरूले चाहिँ त्यो कुराहरूलाई सोचिदिनु भयो भने चाहिँ अपकमिङ केटाहरूलाई अझै बेटर होला त्यो भने राम्रो हुन्छ अब आउने ऱ्यापरहरू टन्नै छ होइन हजुर जस्तो तिमी त एउटा एटलिस्ट भनौँ न अलिक ठाउँ पुग्यौ नि त एउटा राम्रो अलिकति अब आउने ऱ्यापरहरूलाई चाहिँ के सजेस्ट गर्न चाहन्छौ तिमी म त होइन त्यही भन्छु कहिले पनि गाह्रो छ भनेर पछि नहट्नु अरूभन्दा आफूलाई कम नसोच्नु होइन सबभन्दा खतरा आफै हो भनेर हिँड्नु फर्स्टमा गीत गाउँदा पनि गीत गर्दा पनि होइन स्टुडियोमा बसेर तपाईँले माइकमा हानिराख्नु भएको छ कुनै ब्याटलमा जानु भएको छ स्टेजमा जानु भएको छ भने तपाईँ हो सब तपाईँ हो पहिला तपाईँलाई हुन्छ नि सिकाउनु पऱ्यो आफूले आफूलाई बुस्ट गर्नु पऱ्यो एनर्जी दिनु पऱ्यो मै हो म सक्छु भन्ने जानु जति गाह्रो त कति हुन्छ तर त्यो गाह्रोलाई नै आफूले मोटिभेट गर्दै होइन गाह्रो त हुन्छ म गर्छु भनेर भोलिपल्ट सुनाउँदा नि मजा आओस् कहिले हार मान्नु भएन दाइ त्यही हो अनि अब अलिकति स्ट्रगलहरू पनि भयो होइन अनि पैसा भन्ने अफकोर्स मान्छे हरेक मान्छे इम्पोर्टेन्ट छ होइन अनि पैसा भन्ने चाहिँ कति इम्पोर्टेन्ट छ तिम्रो लाइफमा अनि पैसाले कति तिम्रो लाइफलाई हुन्छ नि अलिकति त्यो एउटा स्ट्रगल पोइन्टदेखि यहाँसम्म आउँदा कति पैसाको रोल भयो तिम्रो लाइफमा पैसाको रोल त मेन रोल हो दाइ पैसै हो दाइ मेन रोल पैसाकै लागि हो दाइ झगडा हुने नि पैसाको लागि हो सम्बन्ध टुट्ने नि पैसाको लागि हो होइन पैसाको ठुलो रोल छ दाइ लाइफमा अनि म फर्स्ट प्रायोरिटी पनि मेन कुरा अब फ्यामिलीहरू त छँदैछ होइन दाइ तर पैसै हो क्या दाइ मैले त्यो बुझाइ हो क्या दाइ मलाई चाहिँ त्यो चाहियो क्या दाइ मलाई चाहिँ पैसै हो क्या दाइ पैसा चाहियो होइन सम्बन्ध त हुन्छ होइन दाइ सम्बन्ध पनि हुनुपर्छ तर मेन चल्ने नै पैसाले हो क्या दाइ पैसा छ छैन आफ्नैले नै गन्दैन दाइ हो दाइ आफ्नैले पनि गन्दैन पैसा छैन भने कहाँ घर के भइरहेको हुन्छ पैसा छैन भने झन् छोरा मान्छेसँग त दाइ मेन कुरा पैसै हो दाइ पैसा कमाउन सिक्नु पऱ्यो मिहिनेत गर्नु पऱ्यो त्यही हो दाइ मलाई चाहिँ कस्तो मलाई कहाँ भाइब्स हुँदैछ भिडियोसँग केही होला जस्तो लाग्दैछ भिडियोले ठ्याक्कै यो कुरा भएको थियो होइन पैसै सबभन्दा फर्स्टमै पैसै भनेर भनेको थियो होइन म चाहिँ कहाँ दुईजनाको भाइब्स मिल्दै जस्तो छ है केही होला जस्तो छ है पैसै होइन दाइ पैसाले धेरै रोल खेलाएको छ दाइ किनकि बाहिर स्टुडियो बाहिर कति घन्टा कुराइदिएको छ है त्यो आधुनिक स्टुडियोतिर क्या रेकर्ड गर्ने बेला पनि होइन पैसा नहुने अनि गर्न मन लाग्ने सब मेरो पनि त्यही त छ नि होइन केटा हो त्यही भएर म केटाहरूलाई भन्छु होइन जो सिकाएको पनि होइन मैले आफ्नो कुरा गरेँ हो कहिले हार नमान्नु त्यति हो लाइफमा एक दिन न एक दिन हुन्छ सबैको हजुर मेरो पनि हुँदैछ म पनि खतरा भएको छैन म पनि खतरा हुने कोसिस गर्दैछु अझै धैर्य त चाहिँ हजुर धैर्य त आउनु पऱ्यो तिमी एउटा शब्दमा आफूलाई भन्न म को हो भनेर चिनाउनु पर्यो भने के भन्छ एउटा वान वर्डले म दाइ म को हो भने म अब के भन्दा म अब मै हो दाइ होइन म अब कस्तो अब मलाई त्यस्तो त्यो टाइपको वर्डहरू हुन्छ नि म वारियर हो यो टाइपको होइन म हो पहिला म हुन सिक्नु पऱ्यो भन्ने टाइपको दाइ त्यही हो अनि तिमीलाई एउटा हुन्छ नि मान्छेलाई थाहा नभएको तिम्रो एउटा कुनै हिडन केही कुरा छ जुन अहिलेसम्म कसैलाई थाहा छैन तिम्रोमा एउटा कुनै त्यो अब ऱ्यापर बाहेक अरू कुनै ट्यालेन्ट छ या के छ एउटा हिडन कुराहरू जुन अरूलाई थाहा छैन ए म थाहा त त्यस्तो मान्छेहरूलाई धेरैलाई त थाहा छैन थाहा चाहिँ होला होइन दाइ तर प्रायःलाई थाहा नै होला दाइ म घोडासोडा उडाइदिन्छु दाइ हर्स राइड क्या हो बवाल हानिदिन्छु त्यो पुरै खतरा प्रोफेसनली तिमी त्यसरी गर्थेँ अहिले चाहिँ धेरै भयो तर प्रायःलाई थाहा छ तर प्रायःलाई कतिलाई थाहा छैन ए हो हजुर त्यो खतरा तिमी त्यसमा घोडा चाहिँ बवाल कुदाइदिन्छु दाइ म त्यो चाहिँ त्यो काम गर्दा सिकेको कुरा दाइ त्यो चाहिँ काम गर्दा सिकेको कुरा बवाल गऱ्यो नि दाइ काम गर्नुपर्छ होइन तर मान्छेले यस्तो भन्छ कि अब काम गर्नु हुँदैन होइन काम गरेर तिमीले सिक्यो नि त कति कुरा दाइ म ऱ्याप गर्दै ल अस्ति नि ल म त गरिदिन्छु नि दाइ ल काम भनेको कुरा कहाँ के सानो ठुलो मलाई त बाल लाग्दैन दाइ मैले त भाडा पनि हानिदिएको हो पहिला घरबाट यता भागेर होइन घोडा चलाएँ दाइ पठाउ सठाउ पनि गरिदिन्थेँ ऱ्याप हान्दै
अस्ति एक्सिडेन्ट भएर मात्रै हो, नत्र म त हानिदिन्छु दाइ। भर्खर रिसेन्टसम्म पनि हान्दै थियो? हानिदिन्छु दाइ म त। काम त हो नि दाइ, के मलाई कतिजनाले चिन्थ्यो चार्दा होइन भन्थ्यो, हो भाइ भन्थे टक्क चिल दाइ। काम आफ्नो मेरो आफ्नो साधन म आफै आफ्नो लागि कमाएर आफ्नो फ्यामिलीको लागि किन लजाउने दाइ होइन। भर्खरसम्म पनि गरिरहेको छ तिमीले? जे रिसेन्टली अहिले 6 महिना जति ग्याप भइसक्यो दाइ। सही यार। होइन तिमी होइन लास्ट खतरामा तिमी यतिको हुनु चाहिँ डेर हुनुपर्छ क्या मान्छेमा, थाहा छ त्यतिको गर्नु आफूले हुन्छ नि त्यो कुरा गर्नु सक्नु भने तिमी आँट हुनु पऱ्यो क्या मान्छेले, किनकि अलिकति पाउने बित्तिकै अलिकति होइन त्यो यो भन्ने हुन्छ नि त। तर म चाहिँ गरिरहेको हुन्छु दाइ, गरिरहेको हुन्थेँ। तर अहिले चाहिँ अब कति कामहरू पनि भयो अनि एक्सिडेन्ट भएको थियो क्या, अनि त्यसपछि चाहिँ मैले अलिकति गरेन। अनि काम भन्ने कुरा हो कि मलाई केही लाग्दैन दाइ, के भयो त आफ्नो साधन हो, टक्क मार्क्स लाग्ने हो, चट्ट अब धुलो सुलो आउँछ होइन जाने हो, कतिले चिन्ने मान्छे चिनिहाल्छ दाइ, मतलब भएन काम चाहिँ गर्नुपर्छ भन्ने गर्नु परिहाल्यो नि दाइ। काममा चाहियो दाइ, कहाँ युट्युबले खान दिँदैन दाइ होइन, गीत गर्नु पर्यो, परिवार छुट्टै छ, परिवार पाल्नु पर्यो दाइ होइन। अब त्यही भएर दामी भाइ होइन लास्ट खतरा मान्छे तिमी। आफूलाई अरूको अगाडि हात फैलाउनु भन्दा बरु खाने नभए ठिक छ दाइ। ठिक हो नि त, त्यो अरूलाई माग्नु भन्दा किन तिमी आफ दुःख गरेर के भएर होइन। त्यही दाइ सही हो सही भाइ। अनि अलिकति अब हामी भाइ लाम पनि भयो होइन, अनि माया भनेको चाहिँ के जस्तो लाग्छ तिमीलाई? माया भने एउटा चेन्जेस ल्याउने हुन्छ नि, सही ठाउँमा पुग्यो, सही माया गर्ने मान्छे भेट्यो भने चाहिँ दाइ। जस्तै मेरो अब बुढीलाई साउट आउट हान्छ यहाँबाट होइन, ऊ आएपछि नि धेरै कुरा चेन्ज भयो मेरो, भड्किएन म भनौँ न दाइ। सही तरिका हुन्छ नि, सही मान्छे हुन्छ नि। माया भने सबैसँग हुन्छ, मम्मी ड्याडी, तर आफ्नो पार्टनर हुन्छ नि जुन उसकै हातमा हुँदो रहेछ क्या दाइ लगाम चाहिँ। फेरि राम्रो मान्छे आफूलाई मोटिभेट गर्ने सपोर्टिभ मान्छे भयो भने उसको आफै दामी हुन्छ दाइ। त्यही हो। उसलाई चाहिँ कहाँ भेटेको? मैले त उबाट दाइ फेसबुकबाट। यो ऱ्याप उयसमा होइन दाइ, म गर्दै थिएँ, त्यस्तो चलेको पनि थिएन, गर्दै चाहिँ थिएँ, गीतहरू चाहिँ आइसकेको थियो, तर उसले चाहिँ मलाई त्यो हिसाबले चिन्दैन थियो। अनि फेसबुकबाटै चिनेको मैले। उसको बहिनी चाहिँ गर्लफ्रेन्ड थियो क्या फेरि मेरो, अनि फेरि उसँग झगडा परेको थियो, अनि उसले रिक्वेस्ट पठाइरहेको यसो गरेर त्यहाँबाट बोल्न थाल्यो। ल ट्विस्ट पो भइदिएछ त नि। भने दाइ, तर दामी भाइ एकदमै सपोर्ट गर्छ उसले। अनि होइन जेनी हो मेरो बुढीको नाम चाहिँ, सो एकदमै माया छ है दुबईबाट। हुन्छ हामीले कुरा पनि ठिकै भयो सबै भयो। यदि यो चाहिँ अब तिम्रो लागि होइन, यदि मैले कुनै कुरा छुट्याएँ दाइले होइन भने तिमीलाई के मनमाबाट भन्नु छ, के पोख्नु छ, प्लिज तिम्रो लागि यो माइको मलाई चाहिँ ल दाइ है त। मलाई मेन कुरा होइन दाइ, खुसी लाग्यो होइन, अनि हजुरहरूसँग भेट्न पायो, बोल्न पायो होइन। अनि जे यहाँ अब म इभेन्ट हान्दैछु होइन, कुनै दिन म सपना देख्थेँ, त्यो कुराहरू गर्दै गएँ होइन। मेहनत चाहिँ गर्नु पर्दो रहेछ, एउटा डिसिप्लिन हुनुपर्छ। अनि त्यही भन्दै होइन दाइ, अब यहाँसम्म आएँ, अब अझै धेरै गर्नु छ, सो म पनि गर्दैछु। जसले मलाई हेर्दै हुनुहुन्छ कहिले पनि हार नमान्नु होला आफ्नो लाइफमा। काम ऱ्याप मात्र आर्टिस्ट मात्र होइन, जे सबैजनालाई भने मैले, जसले मलाई हेर्नुहुन्छ दाजुभाइहरू दिदीबहिनीहरू, कहिले हार नमान्नु, दुःख सुख हुन्छ जिन्दगीमा, त्यही त हो नि। दुःख भएन भने सुख कहाँबाट हुन्छ त होइन। सुख भयो, सुख जतिसुकै धनी मान्छेलाई पनि त्यहाँ दुःखै हुन्छ क्या, तर उनीहरूको छुट्टै हुन्छ। तर लाइफमा स्ट्रगल चाहिँ कहिले नछोड्नु होला, जति बुढो भए पनि, जति हो भए पनि। अब दाइ बुढो मान्छेले पनि लटिटेर स्ट्रगलै गर्नुपर्छ नि त उनीहरूलाई होइन दाइ। त्यही हो दाइ। अब त्यही भन्दै म चाहिँ हजुरहरूलाई धन्यवाद भन्छु दाइ, सबैजनालाई धन्यवाद। थ्याङ्क यू दाइ, खुसी भयो, थ्याङ्क यू दाइ, मलाई नि मजा आयो दाइ। ल थ्याङ्क यू सो मच, थ्याङ्क यू। ल सबैजना नेपाली दाजुभाइहरूलाई बिग लभ। अनि के अरे हाम्रो के भन्छ अरे त्यो दाइको डाइलग याद आए गर्छ, जामा लाउने। ल बाई बाई, थ्याङ्क यू।